हेलो वेलकम ब्याक टु माई च्यानल। सो आज हजुरहरूले देख्न सक्नुहुन्छ वी आर ट्राभलिङ समय कहीँ जाँदैछौँ, केही चिजको लागि जाँदैछौँ र इट्स अलि दिउँसोको टाइम छ होइन, किनभने स्टोरलाई क्लोज गरेर अनि त्यसपछि हामी चाहिँ जाँदैछौँ र मेरो हातमा हेलमेट पनि छ। सो हजुरहरूले थाहा पाइहाल्नुभयो हामी चाहिँ बाइक किन्नको लागि जाँदैछौँ र विच वान इज द बेस्ट बाइक भनेर चाहिँ धेरै सर्च गऱ्यो है। सो आई थिङ्क हामीहरूले अहिले चाहिँ बुलेट चलाइराखेका छौँ, प्लस स्प्लेन्डर समथिङ त्यस्तो बाइकहरू चाहिँ चलाइराखेका छौँ। तर समथिङ एक्स्ट्रा चाहिँ चलाउने होइन, इफ हामीहरूलाई कहिले ट्राभलिङ गर्न मन लाग्यो भने पनि त्यस्तो खालको बाइकको लागि चाहिँ हामीले सोचिरहेको थियौँ। सो त्यसमा चाहिँ वी फाउन्ड लाइक केटिएम 250 एडभेन्चर चाहिँ एकदमै राम्रो छ जस्तो लाग्यो। सो धेरै सर्च गरेर धेरै फिडब्याकहरू हेरेर र बाइकको मोडल देख्दा पनि होइन, देयर आर 2 कलर्स, वाइट पनि छ अनि यहाँ यो हाम्रो यो एकदमै मलाई मनपर्छ, एकदमै यो सुन्तला कलर पनि छ होइन। सो हामी चाहिँ यो कलर लिन लागेको, सो ओरेन्ज कलर। प्लस माई सन इज सो मच एक्साइटेड फर दिस, र कुन लिने भन्दा चाहिँ इट्स पोइन्टिङ है। सो वाइट कलर पनि छ, ओरेन्ज कलर पनि छ। धेरैजनाले आफूले चाहिँ जुन कलर मनपर्छ त्यही कलर चाहिँ पर्चेस गर्न सक्नुहुन्छ, तर मलाई चाहिँ एकदमै ओरेन्ज मनपर्छ र यसमा लेग गार्डहरू चाहिँ हालेको छैन, मोटर गार्डहरू हालेको छैन। सो त्योहरू चाहिँ हामी पछि नै सोरुमदेखि बाहिर गएर चाहिँ हाल्नु पर्दो रहेछ, त्यो चाहिँ हामी पछि नै हाल्छौँ। अहिले चाहिँ बाइक एकदमै धेरै मोडलका बाइकहरू पनि छ, केटिएमको अरू मोडलको बाइकहरू पनि छ। यहाँ हाम्रो नेपालगञ्जदेखि चाहिँ एकजना भाइ पनि यहाँ अर्को लिन आउनुभएको छ। सो धेरैजनाको छुट्टै अप्सनहरू हुन्छ। हामीहरूलाई चाहिँ 250 एडभेन्चर मन पर्यो, अरूलाई चाहिँ अरू बाइक मन पर्न सक्छ। सो हामीहरूले चाहिँ बाइक पर्चेस गरिसक्यो र सम अफ द फङ्सन्सहरू पनि छ, बुझ्नुपर्छ यसमा होइन। सो यसमा चाहिँ अटोमेटिक हामीले ब्लुटुथ कनेक्ट गरेर फोन उठाउन मिल्दो रहेछ। सो राइडिङ मोड पनि सेटअप गर्न मिल्दो रहेछ। सो यसमा चाहिँ हजुरलाई अब अलिकति बिजनेस काम गर्नुहुन्छ, फोन आइराखेको हुन्छ भनेपछि हजुरहरूले एयरपोर्ट युज गरेर डाइरेक्टली यहाँबाट चाहिँ भोल्युम राइज पनि गर्न मिल्यो, भोल्युम सानो पनि गराउन मिल्यो, प्लस हजुरहरूले चाहिँ फोन उठाउन पनि मिल्छ र कसको फोन आइराखेछ भनेर पनि देखिन्छ। सो यो सबै चाहिँ फङ्सन हो, उहाँहरूले चाहिँ हामीहरूलाई यसो गरेर चाहिँ चलाउनुपर्छ भनेर फङ्सन भनिराख्नु भएको छ। सो कुनै पनि नयाँ बाइक लिनुभन्दा अगाडि चाहिँ त्यसको कम्प्लिट फङ्सन चाहिँ हामीहरूले थाहा पाउनुपर्छ, किनभने बाइक न्यू हो, हामीहरूले चलाएको हुँदैन। सम्पूर्ण बाइकहरूको डिफ्रेन्ट फङ्सनहरू हुन्छ र अहिले आएको बाइकहरूको झन् एकदमै एडभान्स भएर आएको छ। सो यो चाहिँ सबै चिजहरू उहाँले हामीलाई सिकाउँदै हुनुहुन्छ। सो हजुरहरूले पनि स्टोरबाट यदि बाइक लिँदै हुनुहुन्छ भनेपछि फर्स्ट अफ अल हजुरले कम्प्लिट चाहिँ के भन्नुहुन्छ, सर्भिसिङ कतिमा गर्ने भन्नुहुन्छ, प्लस जुन बुकलेट हुन्छ उनीहरूले हाम्रो जुन सर्भिस कति टाइममा चाहिँ सर्भिस गर्ने भनेर उहाँहरूले बुकलेट दिनुभएको हुन्छ, प्लस वारेन्टीको कुराहरू पनि हुन्छ। वारेन्टी क्लेम गर्नको लागि चाहिँ हामीहरूले बुकलेट अनुसारको चाहिँ रुल्सहरू फलो गर्नुपर्छ। सो त्यसको लागि चाहिँ हामीहरूले यो कम्प्लिट भिडियोमा चाहिँ सिकिराखेका छौँ। सो हजुरहरूले पनि अलिअलि सुनिराख्नु भएको छ होला। प्लस केटिएम 250 एडभेन्चर नै किन त भन्दाखेरि चाहिँ हामीहरूले अलिकति हाम्रो चाहिँ पहाड एरिया छ। सो पहाड एरिया भएको कारणले गर्दाखेरि अलिकति डाँडाकाँडामा हिँड्नको लागि एडभेन्चर बाइक अलिक कम्फर्टेबल हुन्छ कि, किनभने बाटो त्यति धेरै सबै ठाउँमा चाहिँ पिच भइसकेको छैन। सो त्यो कारणले गर्दाखेरि चाहिँ सानो सानो ठाउँमा जहाँ हामीलाई घुम्न मन, जस्तो मैले योभन्दा अगाडि पनि एउटा भिडियो राखेको छु रोल्पाको लागि, त्यसमा चाहिँ हामीले हाम्रो बुलेटै बाइक लिएर गएको छौँ बडाचौरको घुम्नको लागि। हजुरले तल भिडियो पनि देख्न सक्नुहुन्छ। सो त्यति बेला चाहिँ हामीलाई अलिकति गाह्रो भएको थियो अनि अलिकति बाइक पनि पुरानो भइसकेको कारणले गर्दा नयाँ बाइक चाहिँ हामीहरूले पर्चेस गरेको। सो वी आर गोइङ टु एक्सपिरियन्स द 250 एडभेन्चर। अब हजुरहरूलाई पनि कसैले एडभेन्चर लिनुभएको छ भने त्यो फिडब्याकहरू चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। हामीहरू चाहिँ यो लिएको सोरुम चाहिँ दाङ भ्यालीबाट चाहिँ हामीले 250 एडभेन्चर लिएको। सो हजुरहरूले चाहिँ यसको सोरुमहरू धेरै ठाउँमा छ, काठमाडौँमा छ, काठमाडौँको धेरै लोकेसनहरूमा पनि छ, प्लस दाङमा पनि छ, प्लस इटहरीमा पनि छ। सो डिफ्रेन्ट लोकेसनहरूमा चाहिँ हजुरहरूले यो बाइक चाहिँ एभाइलेबल हुनसक्छ। सो त्यो कारणले गर्दा हजुरहरूलाई अब अरू फङ्सनहरू त हजुरहरूले हेर्नु नै पर्ने हुन्छ। सो मैले चाहिँ सेटअपको लागि चाहिँ सानो सानो यो देखाएको फङ्सनको भिडियोहरू चाहिँ राखिदिएको छु। अनि हामीहरूले बाइकको अहिलेको एप्रोक्सिमेट मार्केटको कस्ट भनेको चाहिँ 7,80,000 रुपिसमा चाहिँ हामीले यो पर्चेस गरेका छौँ अहिलेको कस्ट भनेको। सो अब यो इन्क्रिज पनि हुनसक्छ।
होइन दसैँ बेलामा चाहिँ इन्क्रिज पनि हुनसक्छ प्लस अब यसमा चाहिँ हामीहरूले केही ग्याजेट अरू केही पाउनुभएको थियो भनेर त्यो प्रश्न पनि होला हामीहरू चाहिँ त्यस्तो केही पनि पाएको थिएन एउटा हेलमेट सिम्पल हेलमेट चाहिँ थियो बट हामीले चाहिँ आफूसँग आफूले हेलमेट चाहिँ लिएर गएको थियौँ अनि अब यसमा चाहिँ हामीहरूले स्टिल काम त बाँकी नै छ पछाडि लगेज राख्नको लागि चाहिँ हामीहरूले त्यो थपेका पनि छौँ हामी त्यो नेक्स्ट भिडियोमा चाहिँ म हजुरलाई देखाइदिन्छु प्लस अगाडि पनि मोटर गार्डहरू थपेका छौँ सो त्यसको एप्रोक्सिमेट कस्ट कति लाग्छ अनि मोटर गार्डहरू त्यो पछाडि सामान राख्नको लागि त्यो थप्नको लागि चाहिँ कहाँ पाइन्छ भनेर म हजुरहरूलाई लोकेसन पनि भनिदिन्छु सो आफ्टर दिस भिडियो चाहिँ अर्को भिडियो आउँछ त्यसमा चाहिँ हजुरले कम्प्लिट देख्न सक्नुहुन्छ अहिले चाहिँ हामीहरू यहाँबाट दाङबाट चाहिँ डाइरेक्ट केटिएम सोरुमबाट चाहिँ हामीहरू आज यहीँ नै बसेर भोलिपल्ट बिहान चाहिँ बुटोल जान्छौँ किनभने केटिएममा को यो जुन मोटर गार्ड मैले भने त्यो चाहिँ यहाँ पाएन सो हामीले चाहिँ बुटोल गएर हाल्छौँ सो वी आर इन्जोइङ दिस बाइक एकदमै राम्रो छ आउटलुक पनि एकदमै राम्रो छ अनि यदि हजुरहरूलाई पनि चाहिन्छ भनेपछि यु क्यान भिजिट द सोरुम लागि चाहिँ एउटा भिडियो बिहाइन्ड द सिनको भिडियो पनि यहाँ मैले खिचिरहेको छु सक्नुहुन्छ यो चाहिँ हजुरहरूको लागि सानो भिडियोको लागि चाहिँ यो कपडाहरू ओढाएर अनि त्यसपछि स्टार्ट हेर्नुहुन्छ हामी पछि फेरि हाम्रो अर्को बाइक पनि त्यहाँ बाइक छ मैले भर्खर देखाइदिइहालेँ सो दिस इज द कम्प्लिट भिडियो अब यसपछि चाहिँ एडभेन्चर कस्तो हुन्छ बाइकको कसरी हामीहरू घुमिराखेका छौँ प्लस बाइकको फिडब्याकहरू पनि प्रयोग गरिसकेपछि हजुरहरूलाई म भन्ने नै छु सो दिस इज द भिडियो अब चाहिँ हामीहरू बाइक लिएर निस्क्यौँ नेक्स्ट भिडियो चाहिँ नेक्स्टमा आउँछ है त किनभने टाइम भइसक्यो 9 बजिसकेको थियो हामीहरू एकदमै ढिलो पुगेका थियौँ उहाँहरूलाई होल्डमा राखेर सो उहाँहरूले चाहिँ हामीहरूलाई पेसेन्सली वेट गरिदिनु भयो प्लस उहाँहरूको सर्भिस एकदमै राम्रो थियो सो थ्याङ्क यू फर केटिएम दाङलाई चाहिँ सोरुमलाई चाहिँ एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु र केटिएम फ्यामिलीमा जोडिनु नै लाइक ग्रेट थिङ होइन किनभने सबैजनालाई चाहिँ थ्याङ्क यू सो मच वाचिङ माई भिडियो है अब नयाँ अपकमिङ भिडियोको लागि चाहिँ हजुरहरूले मलाई फलो गर्न सक्नुहुन्छ र भिडियो चाहिँ 2 दिन लेट भयो किनभने हामी ट्राभलिङ गरिराखेका थियौँ सो भिडियो चाहिँ लेट भयो सो थ्याङ्क यू सो मच फर वाचिङ